होइन ट्याक्क त्यहाँ यो चिसपानी यहाँ त्यो उसको ग्राउन्डमा के यो स्याङ्जाकै कहानी हो नि भाउ यहीँको एकदम प्रत्यक्ष हो के रियल घटना के अनि त्यहाँ त्यो बाघ यतापट्टि त्यो उसमा पेटीमा बसेर रहेछ बिहान यो कृष्णहरूले मधुहरूले यहाँ फोटो खिचाएर रहेछन् फोटो खिचेछन् अनि त्यो बाघ अनि गएछ फोटो खिचेर गएछ दिउँसो म घाँस खानु गएँ घाँस खानु जाँदा भदौको कुरा हो कि बेसी गर्मी थियो उता काट्दै जाँदाखेरि अनि यता शीतलामा बस्न आएँ कि म शीतलामा बस्न आएको त हेर्नु त्यो टोटेको बुट्टा मुनि मजाले सुतिरहेको रहेछ कि बाघ हेर्नु बाघ सुतेको बाघको पुच्छर हल्लारै बसेको हो होइन के सुतेको के बाघ अनि म उता घाँसले घाम भयो भने शीतल ताप्नु भने यता शीतलतिर आउँदा त बाघ त लामो बाघ सुतिरहेको अनि माथि ढुङ्गाले झ्याट भनेर यस्तै हिर्का ढुङ्गाले हानेको त लुरु लुरु उठेर गयो के उता दजरुङतिर गयो के त्यो भयो त्यहाँबाट त्यो भ्याइयो त्यो कहानीहरू होइन अर्को कहानी त अघि भनिहालेँ के अरे होइन त्यही दिन कि त्यही बाघको कुरो त अघि भनिहाल्यो नि त्यस्ता पाठो समात्यो बाघ पनि च्याप्प समातेर स्याङ्जा बुढाहरूले चाहिँ बेला बेला बाघलाई गाली गरेर पाठो छोडेर घर छोडेर जान्थे बाघ त्यस्ता बाघहरू भएर बाघले मान्ने ठाउँको स्याङ्जा दियो